पमेरले शुभयात्रा भन्यो त्यो नभनेपछि नि नदिनु भएको त्यति त भन्नु पर्दैन नि मेरो इच्छा अनुसार चलाउँछु म तपाईहरुले आफ्नो इच्छा अनुसार चलाउने भने 84 मा तपाईको चाहिँ उम्मेदवारी दिनु मैसँग लड्नु जितेर चलाउनु आजको बैठक स्थगित भएको जानकारी गराउनु बोल्न पाउने अधिकार मलाई छ बोल्न पढ्दै गर्छु अनि मैले बोल्न पाउनुपर्छ बोल्दै गर्छु नक्सा सूचीकृत साथीहरू धरान नगर पार्किङ शुल्कको विषयमा ठुलो पार्किङ शुल्कको विषयमा नगरसभामा प्रस्ताव भएको हो योभन्दा अघिल्लो कार्यपालिकाको बैठकमा प्रस्तावको रूपमा आएको अधिकार क्षेत्र प्रस्तावको रूपमा आएको थियो बैठकमा ठेका लगाउन निर्णय भएको थिएन सभाले चाहिँ प्रश्न सबै इम्प्लिमेन्ट गरेन नीति कार्यक्रम पाएका हुन् तिनलाई इम्प्लिमेन्ट गर्नका निम्ति नगर कार्यपालिकाको बैठक अनिवार्य छ नीति र पद्धति विपरीत छ हामी नीति र पद्धति विपरीत सरकारको सधैँ अवगत तपाईले सबै सिकाउनु हो मैले सिकाएको सात नम्बरको अर्को सामाजिक फेरि एउटा कुरो के भन्छ उहाँ मेयर हो सार्वजनिक मान्छे हो उहाँले सचिनुपर्छ नसिका मलाई नसिका तेरो शैली नसिका फेरि अब यो कुरो सुन्यो भने भरे गिटार बजाएर एउटा भट्टा बोल्दै थियो भनेर फेरि गीत गाउन थाल्नुहुन्छ फेरि किन चाहियो धरानमा एयरपोर्ट विराटनगरमा त्यति ठुलो एयरपोर्ट हुँदाहुँदै यस्तो छ जनता जान्न चाहन्छन् बताउनुहोस् अर्को छिमेकीको घरमा टोइलेट छँदैछ किन मेरोमा बनाउने भने जस्तो भन्थ्यो त होइन र अनि छिमेकीको के अरे टोइलेटमा जान्छ जहिले मलाई पिसाब आयो मलाई चाहिँ दिशा आयो भन्दै छ त त्यहाँ छ धरानमा पनि बनाउँदा चाहिँ के भयो मसित नगर अहिले उठा गएर तिमीले मसँग पैसा सापडे लगाएका हो कि हैनौ यसो यसो दिनमा लगाएका हो कि हैनौ हो नि हो अनि यसो यसो भनेर लगाएका हो कि हैनौ यो दिनमा तिर्ने भनेर लगाएका हो कि हैनौ हो त्यसमा ल्याउनु त मसँग लगेको पैसा कुन पैसा